सबैलाई नमस्कार। आज एक पुरानी कहानी लाउँछु, सबै सुनिहाल्या यिनु गीत हौ। अगन उइलो भन्ना छौ, तिखाका चल्या साहेब बिरगाणाका जङ्ग्या आएर हौ, थाडिएका हलदार तिनु तसाई पुरे बजाङ जाना कि गया भने रे। बजाङ जान्थेका बाटालाई 3 जनी छोरेटी बसेकी भन्यो। उनले भनेछ, ए लाउ नभए हेर्दा आज चल्या साई आउने भने कसा रहेछन् तिनु चल्या साई भन्यो पारे आउला छन् 3 जना को हुन् कसरी राउनु हो भनेछ रे। एक जनीले भनेछ म राउला भनु हौ राउला नि म भनेछ कसरी राउने तँ कहनु भने त म राउला पख भनेछ हौ। 3 जना हिटी उहाँलाई पुग्या छन्। उहाँ छोरेटीले भन्यो ठेगको होला नु होला टुप्पाको जो होला यो त 3 जना मानिस माझ चल्या साई को होला भनेछ अरे। उहाँ चाहिँ चल्या साईले भनेछ, चल्या साईले के भन्यो तलिगोको मैदान धेगी मुथीको बुन धेगी हौ चल्या साई भुनेको मै हुँ केही भन्ने बुन धेगी भनेछ छोरेटी। मै हुन् भनेको उहाँ चाहिँ राई अरे। उहाँ चाहिँ छोरेटी भन्यो हौ। डिँडा खेती कागु नगो भिडा छ कोदेको गाध दुख जुन मान्या नराई सोधेको भन्यो मुनले नराउनाले सोध्या हौ दुख जुन मान्या भनेछ। उहाँ चाहिँ धम्मा हिट्टा गया भनेर मलदिरालाई 3 भैँसा भन्यो। नाना भन्दा नै घाँडा लागेका एक जनी छोरेटी भैँसा चराउन लाएर भन्यो गोठाली। ऊ 3 दिन कि बाहिर रहेछ। बाहिर भनेको छाउपडी रहेछ, उहिले आजुमाना छाउपडी रहेछ। उहाँ 3 जनाले हलदारले तिनले भने चल्या साईले भनेछ, ओ हलदार साहब हौ यो त छाउकी रहेछ कसरी रह्यो तपाईँले छाउकी हो भनेबाट धेरै सोद्धाए सोधु पक्कै हो यो छाउकी भनेबाट भनेछ अरे। उहाँ चाहिँ चल्या साईले भनेछ 3 भैँसा 3 घाँडा गोठाली एक रहेछ खाल पनि खोदली रहेछ रमाइलो लेख रहेछ भन्यो भनेर छोरेटी भन्यो लेगु वर्षको खाल खोदली 2-3 दिनको हौस्या महड चान लागेको कपडा जिनको भनेछ 2-3 दिन कि हो आज तब मुन्डो नकोरेको मैले भन्यो मुन्डो नकोरेको हुनाले तब थाहा पायो उहिले कि छाउपडी मुन्डो नकोर्ने रहेछन् भनेछ। उहाँ चाहिँ अझ भनेछ चल्या साईले लक्ष्मण रामका भक्त घरबार त्याग गरी अझ म पुञ्चैको सुर त सकिँदैन मरी भनेछ अरे। अझ ऊ छोरेटी भन्यो राम भरत शत्रुघ्न धन्न लक्ष्मण दुध भया तरपट्टि छ पानी रहेछ मुनु भनेछ अरे। अझ चल्या साई भन्दा भन्यो कस्तुरो हिमाल चद्दो बासाउनी मैदान घुमन्छु पराएका देश सम्झन्छु रैदान भेट हजुर यसा गीत बझाङ भएका भन्यो गीत तक हौ।